लिची बबाल छ यार यहाँ सहित छ अन्त पागल हो अर्की गाई अर्की मान्छे आयो मारे यता यता हेर्दा यहाँ माथि ओइ इत्रु देखिन्छ लाला बिचारा हैन 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 ल ल ल ल ल त्यही लड्नुले न्यू ब्लग्स सो गाइज म चाहिँ चट्टसँगले हेर्न आज मस्त जानु पर्यो भनेको मासतिर गडी जानु पर्यो भनेको पानी आइरहेछ के हुन्छ गई हुन्छ कि हुँदैन हैन पानी चाहिँ बबालसँग परिरहेछ बिहानदेखिको है माकहरू तर अहिले चाहिँ अलिअलि रहेको छ नत्र अघिदेखि चाहिँ बबालसँगले पानी परिरहेछ अनि अहिले चाहिँ हल्का हल्का पानी आइरहेछ जस्ट अब चाहिँ म अनि म भन्दा पनि म चाहिँ आज गडी जानुपर्ने छ जस्ट होइन जान्छु कि जाँदैन थाहा छैन पानी चाहिँ बबालसँग परिरहेछ होइन अनि हाम्रो आँप चाहिँ खासै फलेको रहेन यसपालि मम्मी घरमा थिएन होइन ठुल्ठुलो भइसकेको रहेछ यहाँनिर एउटा आँप अनि यता एउटा अनि हाम्रो नजारा यस्तै छ होइन नजारा अनि जस्ट अनि हाम्रो यहाँ लिची छ यहाँ लिची चाहिँ बबाल फलेछ है अस्ति मान्छेले अलिअलि चोरेछ क्या हाम्रो लिची यहाँ यता यो साइडको हाम्रो यो साइडको अलिअलि चोरे छ क्या मान्छेहरूले म पनि थिइनँ अस्ति भर्खर अरे चोरे भन्नुहुन्थ्यो अनि लिची चाहिँ बबाल भइरहेछ होइन ए यहाँ अनि जस्ट लिची चाहिँ बबालसँग छ होइन है देख्न सक्नुहुन्छ लिची बबाल छ है यो अन्त फलेको लिची जस्ट होइन पानी चाहिँ मस्त परेर अहिले चाहिँ उग्रिरहेछ जस्ट जान दिन्छ जस्तो छ यस्तै छ होइन अनि हाम्रो यता सुँगुरको खोर सुँगुरको खोर सुँगुर चाहिँ धेरै छैन किनभने पाल्नु सक्दैन नि त पाल्नु नसक्ने कारणले धेरै छैन थोरै थोरै छ अनि हाम्रो यहाँ एउटा बोइलर पनि छ त्यहाँनिर हाम्रो एउटा बोइलर छ अनि जस्ट अनि लिची चाहिँ बबालसँग फलिरहेछ होइन मस्त लिची देख्न सक्नुहुन्छ लिची ओ माई गड माकुरी लिची लिची बबाल छ यार यहाँ यता यताको चाहिँ अस्ति चोरी भएछ होइन कति हो निकै लान चाहिँ चोरेछ अनि हिजो यो लिची चाहिँ होइन बजारमा चाहिँ लास्ट महँगोसँगै 2 रुपियाँ गोटा माकुरी हिजो 20 रुपियाँको किनेको चाख्नलाई 10 वटा पो दिइरहेको त्यो पनि अलिक सानसानो क्या माकुरी होइन लिची चाहिँ लास्टै महँगो छ क्या यतातिर अहिले अब सकिँदै गएर होला नत्र अरू बेला त रुपियाँ गोटा अलिक जति पाउँथ्यो अहिले चाहिँ अलिक सकिँदै गयो नि त हाम्रोमा चाहिँ छ हाम्रोमा चाहिँ मस्त पाकिरहेछ जस्ट अब चाहिँ म आज लाने भनेको कति लगिन्छ थाहा छैन यता उता पनि छ तर उता पनि म जान सकिनँ होइन Sweet सो गाइज हाम्रो चाहिँ कार्यक्रम पनि भइसक्यो यहाँ घुम्ने होइन घुम्ने रे पिङ खेल्ने 2 जनाले खेल्यो हात यस्तो रातो बनाइदियो कडाहरूको यो जोइते ओए हिँड भ्युटा रिन त्यो भ्युटा अनि सो गाइज म चाहिँ हिजो होइन मस्तसँग आउनु चाहिँ आएँ तर है आउँदाखेरि बाटोमा अटो नेपालदेखि उकालो अटो ठेल्नु पर्यो त्यही पनि 300-400 पैसा लियो माकुरीले है त्यो त अटो ठेल्दा त होइन 200-100 दिनुपर्ने हो खासमा एक हानेर आउनुपर्छ न के एक हान्नु अब बिचारा है भाइ खेल्दैन भनेपछि अब ठेल्नै पर्यो अटोको चक्का त आधी नै भित्र पसी गएको माकुरी यार हिलो भित्र अनि के गर्नु उचालिन ठेले त्यहाँ ढुङ्गाहरू हालेँ हात त त्यही त नि यसरी होइन के भयो त होइन अब म यसरी चढेर आएँ यहाँ आएर फस्यो के भन्नु होइन अब खेल्नै पर्यो त्यही त नि ठेल्नै पर्यो त यार सो गाइज होइन यसले पनि होइन आजभोलि चाहिँ अलिअलि भिडियोहरू हाल्न थालेछ फेसबुकमा यसको युट्युब च्यानल पनि थियो तर एउटा भिडियो हालेदेखि हालेकै छैन यो चैतेले 1 महिना भइसक्यो होला होइन तर होइन यसले चाहिँ खोइ ब्याग बोक्ने तरिका केटाहरूको अनि जस्ट अब नि आज चाहिँ हामी यहाँ भ्युडारमा आएको छौँ यहाँ चाहिँ भ्युडार चाहिँ यहाँ माथि चढ्नुपर्ने हुन्छ मस्तसँग के अरे भन्छ
ल एउटा डायलग जाओस् न त ल छिटो भन् न ए भन्न अनि तेरोमा पनि तेरो फेसबुकमा पनि अलिकति भ्यू बढ्छ कि भन्न भाइ भन् त पागल हो ल बोधे ल बोधे अघि लिसमा हुँदा लड्थेन अरे के भन न अब म यहाँ लडेँ अब यो लुगा धुनै पर्छ होइन अनि जस्ट अब चाहिँ हामी यहाँ आइसक्यो यो एउटा बरको खेतमा होइन चट्टसँगले ल तिमीहरू एक्टिङ गर म भिडियो बनाउँछु ल के अरे ओए के बोले भाइ अनि जस्ट अब चाहिँ हामी आइसक्यो मस्त दामी छ है केटा हो होइन यहाँ चाहिँ सानो छ है अब धेरै मोटो मान्छे आयो भने चाहिँ यहाँ छिर्नु सक्दैन किनभने यहाँ अलिक छिर्दैन त्यसलाई ठाकठोक बनाएर छिराउनु पर्ने हुन्छ अनि हाम्रो चाहिँ भ्यूहरू यस्तै छ छोटोसँगले होइन के भयो भाइ कत्रो यार ओइ ल बोधे ल फेरि ल जस्ट हाम्रो चाहिँ यस्तै छ यहाँ है बरै बर ल होइन अनि जस्ट अब चाहिँ हामी आइसक्यो भ्यू चाहिँ बबाल छ है केटाहरू यता छ मस्तसँग बबाल छ है कुन भन् न त्यो इत्रो पुच्चाहरूलाई खै के सोध्दै गरेको हुन्छ त्यो एउटा पुच्चाले यस्तो गिरा बनाउँछ के गरे भाइ त्यो के गरे बबालाई नचने अस्ति यहाँ चढेको तिमीहरूको 1 point कति मिलेन अरे के आधे भाइ नचन्ने फेरि अब यो मर्न लाग्यो एउटा यता हेर ल यसो यता केटाहरू सानै छुट्टै छ क्या यार कहाँ हिँडेको है भाइ अनि सोगाए त्यस्तै छ यहाँ चाहिँ मस्तसँग होइन अस्ति होइन बजा घन्टी बजा केटाहरू यतै छ अनि हाम्रो यता चटोसँगले होइन अनि सोगाए चाहिँ हामी चाहिँ अस्ति यहाँ आउने बेला हामी चाहिँ यहाँ घुमि पनि सक्यो चट्टसँगले अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ होइन बबा हाल्छ ठाउँ चाहिँ है भएन भन् त केटाहरू डुल्दैछ मस्तसँग अनि केटाहरू पनि डुलिसक्यो केटाहरूले पनि के अरे घन्टी सन्टी बजाइसक्यो अनि हाम्रो चाहिँ यहाँनिर के हो यो ढुङ्गाको है गेट जस्तो रहेछ गेट लगाइदिएन सो गाइस हाम्रो चाहिँ यहाँ चढ्ने कार्यक्रम हुँदैछ मस्तसँग होइन यहाँ चढ्ने कार्यक्रम हुँदैछ होइन यसरी चढेपछि होइन लड्यो भने होइन चढ्ने अवस्था हुँदैछ यहाँ मस्तसँग खोइ बोधे नचढ्ने बोधे पनि चढ्दैछ यहाँ मस्तसँग केटाहरू चढिसक्यो होइन म चाहिँ यहाँ आधी बाटोमा छु यता केटाहरू माथि छ झऱ्यो भने चाहिँ यिनीहरूको मस्तसँग होइन म चाहिँ जाँदैछु स्टुडियो है ए प्रभु ए हरिनाम ये क्या हुआ अर्के गाई चाहिँ म अर्के मान्छे आयो मारे म अर्के गाई चाहिँ नले यहाँ हामी चाहिँ माथि चढेर पनि अलिअलि फोटोसोटो पनि खिचिसक्यौँ अब हामी जस्ट तल झर्नुपर्ने हुन्छ मस्तसँग तर ठाउँ चाहिँ बबाल छ यहाँ है
एउटा यहाँनिर त्यो पटासटा ल्याएर यहाँ मस्तले ओछ्याएर राख्यो भने एउटा मान्छे ठिक्क बस्ने हुन्छ है हो कि केटा हो यहाँ यतातिर राखेर गाइजहरू मस्तसँगले त्यहाँ पटा ओछ्याएर दह्रो बनाएर अनि यहाँ तल भ्यू आनन्द क्या ठुलो यार माको यो त 1000 वर्षको जस्तो छ यो बर हेर्दा त है केटाहरू झर्दैछ ओइ पुन्टे यता हेर्दा यहाँ माथि ओइ इत्रु देखिन्छ लाला बिचरा बोधे दिनेछ हो जो भयो सानो भयो जस्ट अब हामी तल ओर्लिनु पनि हुन्छ अब जहाँ हामी फर्किनु पनि हुन्छ किनभने पानी आउनु लाग्छ आज है पानी चाहिँ बबालसँग आउनु लाग्छ गाइजहरू यस्तो पाराले जानु पनि हुन्छ आनन्द आउँछ यता दुलादुलीहरू पनि छ बबाल छ होइन सो गाइज हामी चाहिँ यहाँ चढ्यौँ होइन तर यहाँ चढ्नु हुन्छ कि हुँदैन त्यो चाहिँ हामीलाई थाहा भएन यहाँ केही लेखेको पनि थिएन यहाँ त्यही भएर हामी जस्ट चढ्यो यहाँ चढ्नु नहुने हो भने चाहिँ के लेख्थ्यो होला यहाँ केही चढ्नु हुने भएर त होला नलेखेको होइन बाँदरै झर्दैछ यहाँनिर सगाइ यहाँ देख्न सक्नुहुन्छ यो भ्लगको मेन चाहिँ यहाँ झर्दैछ अब के भन्छ चढेपछि झर्ने परिगयो अब होइन के सक्यो अब म पनि झरेकै हो अब के भन्दा अब चढेपछि झर्ने पऱ्यो झात पनि रातो भयो अब यसले एक पड्काइ पड्कायो भने मान्छेको गालामा रातो आफै बस्छ बिस्तारै पड्कायो भने पनि जस्ट अब चाहिँ हामी निस्किनु पनि हुन्छ यत्रो माथि हामी पुगेर आएको यार माकुरी यस्तो दामी ठाउँ छ है यहाँ त लो